नमस्कार फेरि पनि आजको भिडियोमा यहाँ छ प्लेटफर्ममा स्टार्टिङदेखि एन्डसम्म साइन अप गरेर त्यसको केवाइसी भेरिफाई कसरी गर्ने लगायतका सम्पूर्ण कुराहरू विस्तृत रूपमा यस भिडियोमा हामी कुरा गर्नेछौँ। यो भिडियो सुरु गर्दै गर्दा सर्वप्रथम हामी यहाँ छ को वेबसाइटमा जानेछौँ। यहाँ यसरी हाम्रो होम पेज आउनेछ। त्यसपश्चात हामी रजिस्टरमा क्लिक गर्नेछौँ। रजिस्टरमा जाँदै गर्दा तपाईँ बायर हुनुहुन्छ या तपाईँ फ्रिलान्सर हुनुहुन्छ, दुईटामा एउटा अप्सन चुज गर्न मिल्यो, अथवा यसलाई हामीले पछि पनि चुज गर्न मिल्छ। अहिलेको लागि म एज अ फ्रिलान्सर यसमा मैले क्लिक गरेँ, क्रिएट एकाउन्टको अप्सनमा गएँ। त्यसपश्चात म यस प्लेटफर्ममा साइन अप गर्न गइरहेको छु। इमेल राख्नेछु। अब याद पनि यो पनि गर्नुपर्ने हुन्छ कि पासवर्ड जहिले पनि जेनेरेट गर्दाखेरि एउटा स्ट्रङ पासवर्ड राख्न जरुरी छ। यहाँ एग्री गर्नु पर्यो, रजिस्टरको लागि प्रोसेस गर्नु पर्यो। अब यहाँ रजिस्टर गर्दै गर्दाखेरि मलाई मेरो फोनमा यसको कोड आउनेछ। म इमेल चेक गर्छु, भेरिफाई कोड यसमा म हाल्नेछु। कोड भेरिफाई भइसके पछाडि हामी यसरी यहाँ छको प्लेटफर्ममा आइपुग्छौँ। यस पश्चात हामी आफ्नो प्रोफाइलमा गएर त्यसको तल रहेको भेरिफिकेसनमा जानेछौँ। भेरिफिकेसनमा जाँदै गर्दाखेरि तपाईँ इन्डिभिजुअल हुनुहुन्छ या बिजनेस पर्पजको लागि यहाँ छ प्लेटफर्ममा आउनुभएको छ भने यो दुईटा मध्ये एउटा चुज गर्न मिल्छ। म एउटा इन्डिभिजुअल पर्सन भएको कारणले गर्दा मैले यसमा क्लिक गरेँ। यसमा आफ्नो पर्सनल डिटेल्स जुन हजुरको नागरिकता प्रमाणपत्र अथवा राष्ट्रिय परिचय पत्रसँग मेल खाएको तपाईको ओरिजिनल नेम, आफ्नो रहेको जन्ममिति जस्तो छ त्यस्तै हाल्नुपर्ने अवस्था हुन सक्छ। इङ्ग्लिस स्टेट याद गर्नु होला हजुरको। डकुमेन्टेसन नम्बरमा चाहिँ तपाईले आफ्नो यहाँ छ प्लेटफर्म चाहिँ कसरी कुन वेमा भेरिफाई गर्दै हुनुहुन्छ, राष्ट्रिय परिचय पत्र अथवा नागरिकता। म चाहिँ मेरो राष्ट्रिय परिचय पत्र थ्रुबाट चाहिँ यसलाई म भेरिफाई गर्नेछु। यहाँ इस्यु डेट पनि आउँछ। इस्यु डेट हजुरले राष्ट्रिय परिचय पत्रको लेफ्ट साइडपट्टि रहन्छ भने नागरिकता प्रमाणपत्रको पछाडिपट्टि तल राइट साइडमा रहन्छ। त्यसलाई चाहिँ यो सेलेक्ट भएको अथवा तपाईको इस्यु भएको डेट मानिन्छ। यहाँ नागरिकता प्रमाणपत्रमा जुन इस्यु भएको डेट हुन्छ त्यसलाई चाहिँ हजुरहरूले कुनै पनि एप्लिकेसनबाट हाम्रो पात्र जस्तो एप्लिकेसनबाट चाहिँ गएर तपाईले डेट कन्भर्ट गरेर हाल्न सक्नुहुन्छ। त्यसरी यहाँ इङ्ग्लिसमा भएकोले गर्दाखेरि मैले इङ्ग्लिसमै हालेँ। अर्को लास्ट अप्सनमा यहाँ प्यान नम्बरको डिटेल्स अप्सनमा मागेको छ। इन केस भोलिको दिनमा चाहिन्छ जस्तो लाग्छ भने हजुरले हाल्नुहोस्। मैले त्यसले ठ्याक्कै प्यान नम्बर मैले याद गर्न सकिनँ, सो मैले अहिले यो अप्सनल भएकोले गर्दाखेरि हालिनँ। त्यसपछि हामी नेक्स्ट गर्छौँ। अनि सेलेक्ट द डकुमेन्ट अप्सन रहेको रहेछ, यहाँ मैले बिर्सेको रहेछु। यहाँ नेसनल आइडी जहिले पनि याद गर्नु होला। तपाईँको लाइसेन्सबाट पासपोर्टबाट चाहिँ यो यहाँ छको प्लेटफर्म भेरिफाई हुँदैन, मात्र नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र मात्र भेरिफाई हुन्छ। त्यसपछि भेरिफिकेसन फर्ममा डकुमेन्टको फ्रन्ट साइज र डकुमेन्टको ब्याकको इमेज मागेको छ। सेल्फी विथ आइडी पनि भनिएको रहेछ। अब यहाँनिर हामी मेरो अहिले राष्ट्रिय परिचय पत्रबाट गरेको रिजनले गर्दाखेरि चाहिँ अब यसलाई म फ्रन्ट र ब्याक साइडको फोटो खिचेर म यहाँनिर अपलोड गर्नेछु। त्यसपछि यहाँ सेल्फी विथ आइडी भनेर भनेको छ, अलिकति गाह्रो विषय रहेको छ। अब यसमा चाहिँ अलिकति क्लियर हुने गरी चाहिँ कसरी सेल्फी लिने भन्ने कुरा चाहिँ हेर्न, सेल्फी लिन एकदमै जरुरी। यो आइडी यसरी लिएर हामीले क्लियर तरिकाले आफ्नो आइडी पनि आफ्नो अनुहार मिल्ने तरिकाले स्पष्ट तरिकाले फोटो सेल्फी लिनुपर्ने हुन्छ। सेल्फी लिइसके पछाडि त्यो सेल्फीको फोटो चाहिँ यहाँ हामी प्लेटफर्ममा अपलोड गर्नेछौँ। मैले सेल्फी खिचेको फोटो म यसरी अपलोड गरिरहेको छु। यसरी स्पष्ट हुनु पर्यो सेल्फीको फोटो। त्यहाँ भएको तपाईको डिटेल्सहरु पनि म्याच खानु पर्यो र सँगसँगै
अनुहार पनि मेल खान चाहिँ एकदमै जरुरी छ। मेल खाएन भने त फेरि त्यसै पनि भेरिफाई हुने चान्स त हुँदैन। अब हामी भेरिफिकेसन फर्मको एड्रेस डिटेल्समा आइपुगेका छौँ। यहाँ हजुरको प्रोभिन्स हाल्न एकदमै जरुरी छ। जसरी यसमा एस्ट्रिक लगाएको चाहिँ भनेको चाहिँ यो चाहिँ अनिवार्य रूपमा हाल्नुपर्ने डिटेल्स हो। त्यसलाई कम्पल्सरी भन्दा नि भयो। यदि हजुर बसेको घर र हजुरको टेम्पोररी एड्रेस पर्मानेन्ट एड्रेस सेम छ भने सेम एज टेम्पोररी एड्रेस गर्दा भयो। ब्याङ्क डिटेल्स हाल्नुपर्ने हुन्छ। ब्याङ्क डिटेल्समा म मेरो ब्याङ्कको डिटेल्स हाल्न गइरहेको छु। हामीले यो ब्याङ्कको डिटेल्स हाल्दै गर्दाखेरि चाहिँ हामीले यो क्रस भेरिफाई पनि गर्छौँ यो जेन्युन हो होइन। सोसल मिडिया लिङ्क्समा चाहिँ जस्तो तपाईँ एज अ फ्रिलान्सर भएर काम गर्नुको रिजनले गर्दाखेरि चाहिँ यसमा तपाईँको पोर्टफोलियो देखेला लिङ्क्डइनको प्रोफाइलमा, फेसबुकमा होला, इन्स्टाग्राममा हजुरहरूले कुनै पनि पोस्ट अथवा कुनै डिजाइनहरू केही गर्नुभएको होला र सँगसँगै पोर्टफोलियोको लिङ्क छ भने त्यो हालिदिनुहोस् यहाँ है। त्यस पछाडि म नेक्स्ट गर्छु। त्यस पछाडि मोबाइल नम्बर एकदमै जरुरी छ। भोलि पर्सि तपाईँलाई 2 फ्याक्टर अथेन्टिकेसन अनि लगइन गर्नको लागि चाहिँ पनि सजिलो हुन्छ। यसरी यसले भेरिफिकेसन कोड माग्छ। नम्बर पनि भेरिफाई भयो। अब हामी सबमिट गर्नेछौँ। त्यस पछाडि मैले एप्लाई गरेको सबै डिटेल्स हालिसकेको छु। मैले सोसल मिडिया लिङ्क्समा पोर्टफोलियोको लिङ्क आएको छ, एड्रेस इन्फर्मेसन छ है। त्यस पछाडि वेट फर एडमिन एप्रुभल भनेर भनिरहेछ। हाम्रो केवाइसी टिममा जान्छ, उहाँहरूले हेर्नुहुन्छ सबै डिटेल्स म्याच गर्छ गर्दैन। त्यस पछाडि सम्पूर्ण डिटेल्स म्याच भइसके पछाडि उहाँहरूले केवाइसी भेरिफाई गरिदिनुहुन्छ। यो केवाइसी एप्लिकेसन इज एप्रुभ भनेर आइसकेको छ। भन्नुको मतलब एज अ फ्रिलान्सर म चाहिँ यहाँ छ प्लेटफर्ममा काम गर्नको लागि अब योग्य छु। यसरी केवाइसी भेरिफाई पनि भयो। अब यसरी केवाइसी भेरिफिकेसन भइसके पश्चात अब यहाँनिर आफ्नो प्रोफाइलमा खोल्ने हो भने मेरो नाम र यहाँनिर प्रोफाइल कति कम्प्लिट भएको छ यो पनि देखाउँछ। यो 27% कम्प्लिट भएको भनेको चाहिँ अब यहाँनिर हामीले सायद पोर्टफोलियो त्यहाँ भएको अरू तपाईँले के प्रोजेक्टमा काम गर्नुभएको छ, आफ्नो कभर फोटो, प्रोफाइल फोटो हालिसके पछाडि चाहिँ 100%मा जान्छ। तर त्यो हुँदै गर्दाखेरि पनि अब अहिले हामी सेलर मोडमा छौँ। सेलर मोड भनेको चाहिँ एउटा तपाईँ सेलर हो एज अ फ्रिलान्सर। फ्रिलान्सरको चाहिँ प्रोफाइल भेरिफाई भएको छ। यदि तपाईँलाई कुनै पनि फ्रिलान्सर चाहिएको छ भने तपाईँले जब पोस्ट गर्नको लागि तपाईँ बायर मोडमा जानुपर्ने हुन्छ। यो चाहिँ यहाँ छ। बायर मोडमा गइसके पछाडि तपाईँले आफ्नो प्रोफाइल बायरको लागि तपाईँले फेरि पनि भेरिफाई गर्नुपर्ने हुन्छ। त्यसको लागि यहाँ तपाईँले के को इन्ट्रेस्ट छ, ग्राफिक डिजाइन है। त्यसरी नै यहाँ थुप्रै अप्सनहरू आउँछ। वेबसाइटको भयो, प्याकेजिङ डिजाइन्सहरू भयो हैन, अरू आर्टवर्क डिजाइनर भयो, यस्ता थुप्रै कुराहरू छन् हैन। अब यसमा मैले कुन लोकेसनमा मलाई चाहिएको भनेर म यो हेर्छु। मलाई काठमाडौँ बेसको लागि चाहिएको हो भने म यसमै यतिसम्म हालेर मैले कन्टिन्यू गरेँ। अब यो भएपछि फेरि म प्रोफाइलमा जान्छु। यहाँनिर भेरिफिकेसन प्रोसेसमा अघि जस्तै नट भेरिफाइड भनेर भनिरहेछ। सिमिलरली हामी त्यसरी नै भेरिफाई गर्छौँ त्यसलाई, इन्डिभिजुअल फर पर्सनल युज। अनि अब यो फ्रिलान्सरको प्लेटफर्म र बायरको प्लेटफर्म चाहिँ थोरै फरक छ यो भेरिफिकेसन प्रोसेसमा। अब यहाँ प्रोफाइल इमेज इज रिक्वायर्ड भनेर भनिरहेछ। यहाँनिर म मेरो कुनै एउटा फोटो अपलोड गर्नेछु, आफ्नो डिटेल्स हाल्नेछु। अघि जसरी हामीले ब्याङ्कको डिटेल्स पनि हाल्छौँ यसरी नै गर्न सकिन्छ।
अब त्यसपछि हामी सबमिट गर्छौँ। सिमिलरली अघि जसरी वेट फर एडमिन एप्रुभल भनेर आएको थियो, यो पनि हामीले कुर्नुपर्ने हुन्छ केही समय। केवाइसी टिमले हेरेर भेरिफाई गर्नुहुन्छ। अघि जसरी मेरो प्रोफाइल फेरि भेरिफाई भएको छ एज अ बायर। भेरिफाई भइसके पछाडि हामी होम पेजमा यसरी पोस्ट जब कसरी के गर्ने भन्ने लगायतका अरू पनि कुराहरू गर्न सकिन्छ। जब पोस्ट गर्ने, ट्यालेन्ट्सहरू हेर्ने, ट्यालेन्ट्सहरू त अहिले पनि म यहाँबाट हेर्न सक्छु। अब यो चल्दै गर्दाखेरि हामीले आजको भिडियोमा यति नै कुरा गऱ्यौँ। यो भिडियोमा आज केवाइसी कसरी भेरिफाई गर्ने स्टार्टिङदेखि एन्डसम्म सबै कुराहरू गरेका छौँ। अर्को भिडियोमा हामी जब पोस्ट कसरी गर्ने अनि फाइनेन्सका कुराहरू जति पनि छन्, कसरी सेक्युरली पेमेन्ट गर्ने, स्क्रोका कुराहरू छन्, हामीले खल्ती मर्चान्टसँग लिङ्क गरेर त्यहाँबाट पेमेन्ट लिने र दिने फ्रिलान्सर र बायर दुइटैको सम्बन्ध त्यहाँबाट बनाएका छौँ। अर्को भिडियोमा फेरि त्यसरी नै कुरा गरौँला। स्टे ट्युन्ड। गुड बाई।